मिठो छ है साथीहरू बेलौती एकदम मिठो रहेछ बेलौती। अब धेरै साथीहरूले लोकसभा आयोग तयारी गरिरहनु भएको छ, खास गरेर सहरको एउटा सिंगल कोठाभित्र बसिरहनु भएको छ, एकदमै तनाव लिइरहनु भएको छ। यो धेरै डिग्री पास गरेर लोकसभा आयोग लड्ने कुरा चाहिँ रहेनछ। गाउँले जीवन, गाउँले जिन्दगी जिउन चाहिँ एकदमै सहज तरिकाले जिन्दगी जिउनुपर्छ। गाई भैँसी पालेर अथवा चाहिँ कृषि व्यवसाय गरेर त्यो सानो लेभलको तल्लो लेभलको जागिर खानका लागि मरिहत्ते गरेर सहरमा बस्नु चाहिँ बेकार छ। अब लोकसेवा आयोगलाई त्यति ठुलो हेम बनाइराख्नु पनि आवश्यक छैन। लोकसेवा आयोग पास गर्नु, जागिर खानु, एउटा म्यानेजमेन्ट स्किल राम्रो भएको साथीहरूले चाहिँ गर्दा राम्रो हुन्छ। व्यवस्थापनको क्षेत्रमा राम्रो गर्छु, प्रशासनिक व्यवस्थापनको क्षेत्रमा राम्रो गर्छु भन्ने मान्छेले गर्दा राम्रो हुन्छ। तर एकदमै साधारण जिन्दगी जिउने हो, सामान्य खालको जिन्दगी जिउने हो भनेदेखि हामीले लोकसेवालाई नै सबै थोक मान्नु हुँदैन।